गणेश्वरको इन्ट्री भइसकेको छ सफारीमा पोजमा है ए तेरिका के साह्रो उराट लाग्दा आज बिहिबार त सङ्गीत चोक त अरू दिन यत्तिकै त उराट लाग्दा हुन्थ्यो त्यही माथि आज बिहिबार भएर पनि होला एकदम धेरै उराट लाग्दो रहेछ अझै भर्खरै भन्दा नि उठेर फ्रेस भएर चाहिँ एकछिन बसेको होइन एभ्रिवान गुड मर्निङ फेरि पनि एउटा नयाँ दिनको सुरुवात भइसकेको छ आज कलर गर्ने भनेर चाहिँ चिया हाल्ने आन्टी आउँछु भनेर भन्ने हुन्थ्यो रुम कतिखेर आउनुहुन्छ होइन साफसफाइ गर्नुपर्ने छ अब मेरो यहाँनिर त्यतिका के साह्रो अल्छी लागेको मलाई त बिहिबार भन्ने बित्तिकै अल्छी लाग्न थाल्छ कहिलेकाहीँ त नि कहिलेकाहीँ चाहिँ ठिकै हुन्छ तर अहिले चाहिँ यो समय नै रात लाग्दो भएर होला कि बाफ्रे बिहिबार दिन काट्नु कसरी भन्ने खालको टाइपको हुन्छ नि भैयासँग काटेर यहाँ काट्दाको एक्सपिरियन्स कस्तो भइरहेको छ त बाफ्रे हाम्रो भाइ फेरि हिजो आएको थियो आउनु भएको थियो होइन दिदीको लागि आज चाहिँ आफ्नो लागि आइरहनु भएको छ है त अनि हिजो दिदीलाई कलर मन पऱ्यो अरे राति फोन गर्नुभएको थियो अरे के बिर्सेँ होइन थ्याङ्क यू भन्न बिर्सिनु भएको थियो अरे हजुरलाई पनि थ्याङ्क यू है हामीलाई ट्रस्ट गरेर आइदिनु भएकोमा र कलर पनि मन पराइदिनु भयो अरे आज अब भाइले हेयर कट मन पराउँछ कि मन पराउँदैन है त ल हेरौँ हाम्रो यहाँ धमाधम काम भइरहेको छ हाम्रो फाइनल्ली मोमो म्याम पनि आइसकिसक्नु भइसक्यो हेर्नु है एक्सप्रेसन दिनुहुन्छ है फेसको हेर्दै जानु ल अरे एक्सप्रेसनै आउँदैन त गर्मी एकदम धेरै बढेको गर्मी सँगसँगै हाम्रो के रात पनि भइरहेको छ अब जेन्जी कमरेड पुरा देख्दै हाम्रो कमरेड चाहिँ अलिक बिजी हुनुहुन्छ गर्मी थाक्को छैछ नि त त्यही भएर बिहिबार यस्तो हुन्छ है सङ्गीत चोक चाहिँ डेन्जर सुनसान भइरहेछ मान्छे त्यस्तो छैन नि के लगभगमै सक्नुहुन्छ के यति साह्रो तयारी हो बे हुन लागेको मात्र के भनेको है तयारी आम्मा 4:30 बजे त यहाँ त दम तयारी पो चलिरहेको छ त म्यामको फेरि बेग्लै छ यहाँनिर देख्न सक्नुहुन्छ 6 बजे यो चाहिँ बेलुकाको किन यस्तो पानी पर्ला जस्तो रात हुँदैछ यहाँनिर बाफ्रे के भएको हो पानी पर्छ है के भएको त बाहिर जाने भनेको छ अहिले चाहिँ हामी पसल बन्द गरेर अब बाहिर खानु जान लागेको आज चाहिँ हिजो ममा त साह्रै रिसायो अरे हिजो बाहिर खाने भनेर नाम मात्र भन्यो होइन खुवाएन के गर्ने यही जन्तुले हो र अब चाहिँ हामी बाहिर जाने कहाँ जाने चाहिँ फिक्स भएको छैन गएपछि देखाउँछ यो चाहिँ टुङ्गो न बुङ्गोको हिँडाइ हुँदैछ हेर्नुहोस् होइन एउटाले कहाँ भन्छ अर्कोले कहाँ भन्छ अर्कोले पानी पर्ने आँटो भन्छ अर्कोले चा कड्याउनु पर्ने छ भन्छ के भन्दा भन्दै ढिलो भइहाल्छ झिलिक मिलिक चाहिँ गर्दैछ हेर्नुहोस् के गर्ने होला गडाङ गुडुङ पनि गरिसक्यो कहाँ जाने फाइनल्ली चाहिँ हाम्रो भाइकोमा आइपुगिसक्यौँ हामी हेरौँ है त भाइहरूको यतिका आइ चाहिँ पुग्यौँ हेरौँ है त बन्द भइसकेको ए भर्खर खोलेको चाहिँ लटेको छ है त हामी आइपुग्छ हाम्रो ममता म्यामको पदिना यहीँ छ अरे
हाम्रो लागि बेग्लै खालको पुरै खुसी सेटअप भइरहेछ। ओइ बाफ्रे क्या दामी देखिरहेछ क्या। आकाश बेग्लै देखिरहेछ। अब यो त अँध्यारै देख्छ कि तर पनि फेरि एकचोटि वान्स मोर हेर्नु न क्या भयो। अहिले चाहिँ म निसाहरूलाई पुऱ्याएर पनि आइसकेँ होइन। अब सुत्ने बेला पनि हुन लाग्यो र स्नोकर खेल्नु पनि गएको थिएँ म होइन। निसाहरूलाई पुऱ्याउँदै बाटैमा छ नि त स्नोकर हाउस, त्यही भएर स्नोकर पनि खेलेँ, जितेँ पनि होइन। अनि आज चाहिँ हामी फागुन चैते दसैँ पनि रहेछ। चैते दसैँ मनाउनको लागि हामी बाहिर गएको थियौँ। भाइकोमा यसो खाना ओर्नु बाहिरै खाऊँ भनेर गएको थियौँ। त्यही भएर भाइको क्रिस्पी फाक्सामा गएर हामीले राम्ररी खायौँ पनि, इन्जोय पनि गऱ्यौँ होइन। र आजको दिनहरू चाहिँ यसरी नै बित्यो मेरो होइन। जस कामहरू पनि भइरहेको थियो, अलिक बिजी डे पनि भइरहेको थियो आज चाहिँ। र यति भन्दै आजको मेरो ब्लग चाहिँ म यहीँ इन्ड गर्न चाहन्छु है। यदि तपाईँहरूले सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरेर थोरै सपोर्ट पनि देखाइदिनु होला। केमा कमजोरी छ भनेदेखि चाहिँ तपाईँहरूले कमेन्ट पनि गरिदिनु होला है त ल। टिल देन बाई। भोलि फेरि म यही जोस र यही जाँगर लिएर हजुरहरूको अगाडि आउने नै छु। बाई।